नेपाल रिपब्लिक मिडिया लिमिटेड एनआरएमले आफ्ना प्रमोटर तथा कर्मचारीहरूको सेयरको लक-इन अवधि समाप्त हुने सम्बन्धमा सूचना प्रकाशित गरेको छ। उक्त लक-इन अवधि 10 असार 2083 मा समाप्त हुनेछ। सेबुनद्वारा जारी गरिएका हालैका निर्देशिकाहरू अनुसार नेपाल रिपब्लिक मिडिया लिमिटेड एनआरएमले आफ्ना लगानीकर्ता तथा सरोकारवालाहरूलाई प्रमोटर र कर्मचारी सेयरको लक-इन अवधि समाप्त भएको बारे औपचारिक सूचना दिएको छ। आगामी 10 असार 2083 मा लक-इन अवधि समाप्त हुनेछ। एनआरएमको हाल नेप्सेमा कुल 96,75,000 युनिट सेयर सूचीकृत छन्, जसमध्ये प्रमोटरहरूको 53,22,000 युनिट र कम्पनीका कर्मचारीहरूको 80,159 युनिट सेयर छन्। यी सेयरहरू 3 वर्षअघि आइपिओ भएदेखि लक-इन अवधिमा रहेका थिए। आधिकारिक सूचनाअनुसार सञ्चालक समिति र उच्च व्यवस्थापन तहका कर्मचारीहरूले होल्ड गरेको सेयर लक-इन अवधि समाप्त भएपछि पनि ट्रेड गर्न भन्ने मिल्ने छैन।